हेलो गाइस, बाई बाई जेसिका। आजको हाम्रो प्लान चाहिँ आज चाहिँ हामी उता जाँदैछौँ लेक साइडतिर होइन त के गर्न जाने रे हामी? ए माया के गर्न जाने रे? बोटिङ हो सिङ्गल बोटिङ गर्न जाने। सिङ्गल बोटिङ गर्न भनेको छ। अब के हुन्छ आज चाहिँ क्याराटिन के भन्छ रे? क्याराटिन रे अर्कोले फेरि लास्ट गर्मी छ यार गाइस। तर हेर्नु त दामी छ, तर वेदर चाहिँ दामी छ। तर दिउँसो घामले चाहिँ गर्मी छ। हामी चाहिँ अब भर्खरै फेवा लेकतिर पुग्यौँ। अब यसो कफी सफी खानु पऱ्यो यतातिर भनेर कफी खाने एकछिन बस्ने अनि यसो घुम्न जानु पऱ्यो। अहिले चाहिँ फेरि अहिले कति बज्यो हो? मैले पनि घडी लास्ट छ नि, अनि अहिले भर्खर 11 बज्नु आयो। त्यही भएर एकछिन कफी खान्छ मन जान्छ घुम्नलाई। त्यही हो आजलाई अहिलेलाई। सो हाम्रो कफी पनि आयो। म चाहिँ लिएको छु आइस अमेरिकानो, सरले लिनु भएको छ डबल सट एस्प्रेसो, अनि यता टी लिएको छ। चिज केक त देखाउनै बिर्सियो। चिज केक दुईजनाको फेभरेट। गर्मी भयो यहाँ चस्मा लाएर रेडी भएको छौँ। हेर त इसा, मैले चस्मा लाएर अब निस्किनलाई रेडी भएको छौँ। त यहाँ अर्को एकजना खोइ चस्मा ल छ्या जहिले त्यही पोज गर्छ। अब चाहिँ हामी निस्किन्छौँ, तातो घाममा हिँड्छौँ। लौ त चाइनिज जस्तो देख्दो रहेछ उसलाई त। मेहाउमा छ्या 500 दिने हो। नेपालीलाई त आउँछ होला नि दिदी, तर यो त दिनामी सेता हेरौँ त। यहाँ हेर न, छ्या सवादिका। यस्तो फुल नभएको छ नि दिदी, सबै ह्यान्डमेड हो रहेछ यहाँ चाहिँ। कस्तो क्युट हौ। वाउ, यो चाहिँ बेबी उत्यो होला नि बच्चाहरूलाई। पुरै बुनिरहेछ नि यहाँ त। सो गाइस, यो चाहिँ यहीँ बुनिरहेछ। यो ब्यागहरू सबै नेपालको मेड हो, ह्यान्डमेड। यसरी बुन्दो रहेछ पुरै। हामी चाहिँ लेक साइड बल्ल पुग्यौँ। कति पर्छ सोध न? कसरी हो ब्रो? सेफ्टीहरू ब्यागहरू सोध न। हामी चाहिँ यहाँ डुङ्गा चढेर जान लाग्छौँ अब मन्दिर। डुङ्गा चढेर एउटा चाहिँ सत्तो गयो। हामी चाहिँ यहाँ मन्दिर पुग्यौँ अब बल्ल। यस्तो डर लाग्यो हामीलाई चाहिँ यहाँ बोट डह्रो होला यार। यो मन्दिर चाहिँ ठ्याक्क हामी चाहिँ त्यहाँ पारी देखिया हो। यो चाहिँ ठ्याक्कै यो सबै यो फेवा तालको बिचमा छ क्या यहाँ चाहिँ। अब एकछिन बस्छौँ भने जान्छौँ। हामी चाहिँ मस्त यहाँ खुट्टा डुबाएर शीतलमा बस्दैछौँ, किनभने धेरै गर्मी भएको थियो यहाँनिर। यस्तो गर्मी भएको थियो, अहिले चाहिँ यहाँ मस्त शीतल खाँदै बसिरहेको छु। अब एकछिन बस्ने यहाँ, अनि खाना खान जाने। हामी चाहिँ भोक लाग्छ छैन तिमीहरूलाई? भोक लाग्छ छैन? केही छैन, त्यही पनि जान्छु खाना खानालाई। खाना चाहिँ चिकन थाली चाहिँ 600 रुपियाँ, लोकल चिकन 700। हामी चाहिँ थकाली खाना लाग्छ। जाउँ जाने जाउँ। अरू कहाँ हुन्छ जानु फेरि? यताबाट हो जाने। सेम कपडा हो नि। नमस्ते, थ्याङ्क यू। नेपालीलाई चाहिँ के गर्ने हो त? नेपालीलाई पनि गर्ने हो नि त नि। हामी चाहिँ खाना हेर्ने भनेको
के अरे बफ चाहिँ नपाउने रहेछ। मैले हिजो पनि खानामा बफ खोजेको थिएँ, भेटेको थिएन। यहाँ बफ पनि छैन, पोर्क पनि नरहेछ। चिकनै खाने हो। फिस चाहिँ छ, तर म फिस खासै त्यस्तो इन्ट्रेस्टै लाग्दैन क्या। एक त हिजो नि फिसै खाएँ नि त, त्यही भएर म चाहिँ चिकन थकाली अर्डर गर्छु। उनीहरू चाहिँ लोकल चिकन खान्छ होला सायद, हेरौँ के हुन्छ। गरिदिउँ। हाम्रो चाहिँ खाना नि आयो। हाम्रो चाहिँ नर्मल चिकन, नर्मली चिकन। यता चाहिँ लोकलमा छ। हजुर के हालिदिनु? दालमा नि हालिदिनु। धन्यवाद। यता खानामा मात्र होला। दामी छ है, नजिक लगेर देखाइदियो। साग पनि कति मिठो हो यार। र फर्स्ट टाइम तिमीलाई साग मन पऱ्यो? कस्तो क्या क्रिमी क्या। फर्स्ट टाइम मलाई मन पऱ्यो, फर्स्ट टाइम है यो। मलाई यति मिठो लाग्यो। थकाली तिमीलाई कस्तो लाग्यो? मिठो छ। लोकल चिकन कस्तो छ? मिठो छ। अब म चाहिँ भर्खर मैले चाहिँ चाख्नु पाएको छैन। आलु झन् कस्तो मिठो, तर कस्तो एउटा एउटा हाल्छ। मुस्ताङ आलु त लास्ट दालदेखि लिएर साग एभ्रिथिङ है पर्फेक्ट। क्वान्टिटी चाहिँ अलिक थोरै थोरै रहेछ, तर केही छैन। र अब अब हामी कता जाने हो गाइस? के भन्छौ? बोटिङ जाने हो। चल अब चाहिँ हामी बोटिङ जान्छौँ है। बोटिङ गर्छौँ। कति पर्छौँ? टुथपिकमा न यो दही कसको? दही मलाई किन दाल दुख्यो? अब चाहिँ हामी जान्छौँ। उसको बिहानदेखि दाँत दुख्यो भन्नु थियो नि त। एकछिन बस्छौँ अनि जान्छौँ। चाहिँ अब बोटिङ गर्न लाग्छौँ। अहिले चाहिँ वेदर ठिक्क भएको छ क्या बोटिङ गर्नलाई। लाइक घाम पनि लागिरहेको छ, तर त्यस्तो चर्को पनि छैन है छन चाहिँ। अब चाहिँ हामी चेन्ज गर्छौँ अनि त्यसपछि पहिला हामी चढ्छौँ ल। सो हामी चाहिँ अब चढ्दैछौँ। यहाँ हल्का सिकाउनु पनि हुन्छ है। ल ल सो गाइज हामी चाहिँ बोटिङ गर्दैछौँ। यस सर। लास्टमा मैले चाहिँ मलाई हेर है गाइस है। झर्दैन क्या? हेर त मैले गरेको, हेर त सेफमा राखेको छु कि। लौ त नलौ धेरै। कति मिटरमा भयो नि यो? ओ यो कति मिटर गहिरो छ? कति मिटर गहिरो छ यहाँ? आई डोन्ट नो कति मिटर गहिरो छ, तर हामी फेवा तालमा छु गाइज। वाउ, नाइस एक्सपिरियन्स एन्ड इट्स रियली नाइस। सो गाइज आवर डेस्टिनेसन इज देयर। हामीलाई चाहिँ त्यहाँ जसरी नै पुग्नु छ। बट सी दिस गाई इज भेरी स्लो बिकज अफ यु। हामीलाई यहाँ ढिला हुन थाल्छ कि यार। छिटो आउन हौ सोल्टी। ईशा कस्तो भइरहेछ? लास्ट ढिला गरे नि। ल ल ल गाइस हामी चाहिँ यहाँ छौँ 3 जना। कस्तो रहेछ गाइस? हामी त थाकेको छैन। रमाइलो रहेछ है यो चाहिँ। यो बोटिङ चाहिँ सिंगल बोटिङ हो, आफै गर्नुपर्छ यसरी। बोटिङ हैन यसलाई के पो भन्छ है? के भन्छ थाहा छैन, तर बोटिङै हो है हाम्रो लागि चाहिँ। एकदम रमाइलो छ। हामी चाहिँ अहिले मिडल अफ फेवा लेकमा छौँ, ठ्याक्कै बिचमा भनौँ न। उता छ मन्दिर, हावाले पनि बगाइरहेछ है हामीलाई। मन्दिर छ। अब उता झर्ना जाने ट्राई गर्दैछौँ। वहाँ चाहिँ एकदम स्लो छ भने अहिले पुगिसक्थ्यो है। हामी मात्र गएको भए पुगिसक्थ्यो है। खुट्टा त्यसरी नजानु। त्यही भने कि झन् गाह्रो हुन्छ क्या। अप्ठ्यारो हुन्छ यसरी बस्न, मलाई थाहा छ। ल ल ल गाइज लेट्स गो। आवर डेस्टिनेसन इज देयर। सो जानु पर्ने हुन्छ। कालो भयो यार घाममा तातेर। म चाहिँ यहाँ आइपुग्न थालेँ होइन। यिनीहरू त कहाँ कहाँ देख्दै देख्दैन हौ, कहाँ छ कहाँ छ।
यता पर के सो म चाहिँ पुग्न लाएँ इट वाज भेरी फन गाइज डु प्लिज ट्राई इट कस्तो ढल्किन मलाई लेट्स ट्राई ढल्क्यौँ होइन छेउमा गएर ट्राई गर्छु ढल्किन बाँध्यो हामी चाहिँ बल्ल बल्ल पुग्यौँ यहाँ ओ यो अहिले एक्लै जाला अहिले फर्किँदा अब क्यामेरामा चार्ज सकिसक्यो हौ हात्ती गल्यो यार तिमीलाई कुर्दा कुर्दा लास्टै पेट लाग्यो तिमीले यार ओइ ओइ ल ल गाइस म चाहिँ यहाँ डुबेर कहाँ पुग्छु देखाउँछु है त हो ए यहाँबाट त्यहाँ भर्खर जम्मा धेरै टाढो पुगेन है ओइ 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 आहा, हामी चाहिँ भर्खर बोटिङ गरेर नि आयौँ यस्तो रमाइलो भयो यार अब त्यो घाम पनि गइसक्यो दामी रमाइलो भयो हामी चाहिँ अब चेन्ज गर्छौँ अनि जान्छौँ हामी चाहिँ रमाइलो भयो नि त इसा पानी पनि खायो नाकमा एकदम रमाइलो भयो रमाइलो चाहिँ तर